पाइँदैन थियो, ठिक छ, हिजो बोल्न पाइँदैन थियो, त्यतिखेर निरङ्कुशता भनियो होला, हिजो बोल्न पाइँदैन थियो, तर बोलेको कुरा सुनिन्थ्यो। एउटा कुरा मात्रै जनताले बोल्यो भने त्यो माथि बस्ने, सत्तामा बस्ने जो होस्, राजा महाराजा होस् वा नेता जो होस्, त्यो ठाउँमा त्यो कुर्सीमा हाम्रो आवाज जनतामा कराएको आवाज सुनिन्थ्यो। तर आज वाक स्वतन्त्र छ, आज बोल्छौं तर सुनिदिने को? आज यहाँ बोल्न पाइन्छ, आज वाक स्वतन्त्र छ, आज जो पनि बोल्न पाउँछ, तर सुनिदिने को छ? जेनजीका कुरा मात्र होइनन्, तर त्यो बेलाका शहीदलाई पनि हामी स्मरण गर्छौं। राष्ट्रिय परिवर्तन पार्टी ती शहीदहरूप्रति पनि शिर नमन गर्दछ। त्योको लागि रगतको आहाल बगायौं, तर पनि परिवर्तन अनुभूति हुने गरिकन पाएनौं। अनुभूति हुने गरिकन हामीले महसुस गर्न पाएनौं। आदरणीय समुदाय, परिवर्तन खोइ। आजभन्दा 15 वर्ष अगाडि हङकङमा के थियो त भन्दा त्यहाँनिर हङकङको सम्पूर्ण नागरिक जतिजना हुनुहुन्थ्यो, जतिजना नागरिक छ, जति लाख नागरिक छ, त्यो सम्पूर्ण नागरिकलाई पुग्ने गरिकन हङकङको आय स्रोतबाट, हङकङको राष्ट्रबाट, राज्यबाट सरकारले आफ्नो विकासको मूल फुटाएर विकास गरेर त्यो सम्पूर्ण हङकङलाई विकसित एउटा राष्ट्र बनाएर पनि उब्रिएको पैसा हेर्नुस् है। अब त्यो पैसा उब्रिएको र उब्रिएको पैसाले के गर्यो त भन्दा जति लाख त्यहाँनिर हङकङमा सिटिजनहरू, नागरिकहरू थिए, ती सम्पूर्ण नागरिकहरूलाई दामाशाही रूपमा, दामाशाही बराबरी रूपमा बाँड्दा कतिले पुगेछ भन्नुहुन्छ भने 6,000 को दरले। हेर्नुस्, 6,000 को दरले हर एक हङकङको नागरिकलाई तत्कालीन सरकारले उहाँहरूलाई, त्यो नागरिकलाई त्यो एक प्रकारले बोनस जस्तो उहाँहरूले हरेक नागरिकलाई $6,000 हङकङ डलर वितरण गर्नुभयो। यहाँ त के छ, ठ्याक्कै उल्टो। नेपालमा जन्मिनु पाएको छैन, टाउकोभरि हाम्रो छोराछोरीको 1 लाख भन्दा माथि ऋण पुग्न आँटिसक्यो। प्रत्येक नेपालीको, त्यो पनि फेरि एकजना नेपालीको होइन, त्यति धेरै यहाँनिर यो देशमा ऋण लागिसक्यो, त्यति धेरै यो देशको ऋण छ। हर एक नेपालीको टाउकोमा भाग लगाउने हो भने लाख भन्दा कम छैन। आमा बाबा, दाजुभाइ, दिदीबहिनीहरू, के यो चित्त बुझ्दो कुरा हो? त्यस कारणले गर्दा हो यो चिज हो। त्यही भएर एउटा इमानदार नेतृत्वको जन्म हुनुपर्छ भन्ने एउटा हेतु हो। त्यसकारणले राष्ट्रिय परिवर्तन पार्टीको यसको मूल नारामा, यहाँ अहिले हाम्रो ब्यानरमा पनि छ, माथि प्रत्यक्ष प्रणाली एउटा मुद्दा भइगयो, शून्य भ्रष्टाचार हो। त्यो शून्य भ्रष्टाचार तब हुन्छ जब इमानदार राजनीति गरिन्छ। त्यसकारणले हाम्रो मूल मन्त्र, अरू पनि छन् एजेन्डा, तर यी 3 मूल मन्त्र भित्रको एउटा इमानदार राजनीति हामीले अब अगाडि बढाउनु पर्छ भन्ने हेतुले यो राष्ट्रिय परिवर्तन पार्टी अगाडि बढिरहेको छ। आदरणीय समुदाय, र अर्को कुरा, कहिलेकाहीँ यहाँ एउटा कुरा भन्न मन लाग्छ, यो कसैलाई गाली गलौज छैन र कसैलाई पनि यो एउटा अर्जुन बाण होइन, तर संजोगवश कसैलाई मिल्न लाग्यो भने म माफ माग्छु। कहिलेकाहीँ भन्नुहुन्छ होइन, जेनजीहरूको उमेर एउटा उरो ठाउँलो मोबाइल खेलाउने, मोबाइल नखेलाउनु पाएर आन्दोलनमा गएको अल्छेहरू, श्रम नगर्नेहरू भनेर उपनाम दिइन्छ। तर त्यसो भन्दै गर्दा कहिलेकाहीँ म जेनजीलाई मात्र होइन, आम नेपालीहरू अल्छे भन्ने ट्याग भिराइएको पनि म सुन्छु कता कता सामाजिक सञ्जालमा। नेपालीहरू कस्तो अरे भने अल्छेहरू, श्रम नगर्ने अरे हामी। ए बाबा, यो देश श्रमिकहरूको देश हो, यो देश श्रमजीवीहरूको देश हो। कसले भन्छ हामी श्रम गर्न अल्छी मान्यौं? कसले भन्छ हामीलाई श्रम गर्न लाज लाग्यो? यो देशमा रेमिट्यान्स पठाउने त्यही जेनजीहरू हो, जुन 28 वर्षका मुनिका उमेरका भाइ बहिनीहरू हुन् र 28 भन्दा माथिका हामी जस्ता उमेरकाहरूले पनि यो देशमा विदेशमा पसिना चुहाएर, विदेशमा पसिना बगाएर यो देशमा अर्काको देशमै सही तर श्रम गरेर यो देश पाल्ने नेपालीहरू हो। कसरी हामी श्रम नगरिकन बाँच्यौं अहिलेसम्म यो धरतीमा? हामी सबैजना श्रमजीवीहरू हौं। आदरणीय समुदाय,
कसैले श्रम गर्न नमानेको यो नेपालीहरू भन्छ भने त्यो गलत हो। आजैबाट राष्ट्रिय परिवर्तन पार्टीले त्यो कुरालाई खारेज गर्छ। हामी श्रम गर्न लाज मान्नेहरू होइनौं वा श्रम नगर्ने मान्छे होइनौं। याद गर्नुहोस्, म एउटा स्वयं पनि मेरो आमा 2073 सालमा, म भुपु एक्स आर्मीको छोरा हो धरानको, म लाहुरे ब्रिटिस एक्स आर्मीको छोरा। धरानमा मेरो आमा 2073 सालमा मबाट बिदा हुँदा, यो संसारबाट बिदा हुँदा, मेरो बाबा त्योभन्दा अझै अगाडि बिदा हुनु भएको। म घरमा एक्लै रहँदै गर्दा म पनि के कसो गरौँ, अब लाहुरेको छोरो, म सुखमा हुर्केको, त्यो सही कुरा। तर अल्छे होइन, मैले एउटा टेम्पो कुदाएर जीविकोपार्जन गर्दै गरेको व्यक्ति पनि हो धरानमा। तर एउटा मेरो प्रश्न, लाज लाग्दैन युवाहरूलाई नेपालमा श्रम गर्न, तर के मात्रै हो भने हाम्रो प्रश्न के त्यो श्रमको मूल्य छ कि छैन? हाम्रो प्रश्न त्यो, हामीले श्रम गरेको मूल्य दिने कि नदिने? जहिले पनि श्रम 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 गर्न अल्छे अल्छे अल्छे। को चाहिँ यहाँ श्रम गर्न आउँछ? धरानमा पनि कृषकहरू छन्, श्रमिक होइनन् र कृषकहरू। हजुरहरूलाई मेरो प्रश्न, यहाँ कोही कृषक वर्ग हुनुहुन्छ, कोही व्यापारी वर्ग हुनुहुन्छ, कोही चाहिँ के व्यवसायी हुनुहुन्छ, कोही उद्यमी हुनुहुन्छ, कोही आमा हुनुहुन्छ, कोही बाबा हुनुहुन्छ जसले छोराछोरीलाई श्रम गरेर तपाईले घर पालिरहनु भएको छ, छोराछोरी पाल्नु हुँदैछ। तपाईहरु सबैजना के श्रम गरिरहनु भएको छैन र? छ कि छैन? त्यसो हो भने हामीले के श्रम नगर्ने नेपाली भनेर आफूले आफूलाई कहिलेकाहीँ आत्मग्लानी गर्ने होइन। त्यसकारणले गर्दा श्रमको कुरामा यो कुरा क्लियर हुनुहोस्, जुन दिन भ्रष्टाचार अन्त्य हुन्छ त्यो दिन हरेकको श्रमको मूल्य हुनेवाला छ। किनभने नेपालमा पनि 6000 त के त्योभन्दा धेरै हर एक नेपालीले श्रम गरेर हाम्रो श्रमको मूल्य आउने गरिकन हामीले हाम्रो मूल्य पायौं भने कुन चाहिँ नेपालीले नेपालमा काम गर्दैन? हरेकले गर्छ। तर परदेशीले वातावरण यो देशमा भयो भने त्यसलाई चाहिँ श्रम गर्नु अल्छी मानेर विदेश गएको भनेर ट्याग भिराइदिने त्यो होइन। बाध्यताले परदेशिनु परेको हो। यहाँ श्रम गर्न लाज मानेर वा श्रम गर्न अल्छी मानेर हामी परदेश गएका होइनौं। आदरणीय समुदाय, यो कुरा संखुवा सभाको माटोमा गुन्जिनु पर्छ। हरेक माटोमा यो कुरा आउनु पर्छ, यो कुरा रुच्नु पर्छ, यो कुरा भिज्नु पर्छ। यो कुरा मनन होस्। संखुवा सभाले एकचोटि यो कुरालाई मनन गर्नुहोस्। राष्ट्रिय परिवर्तन पार्टीले श्रम गर्न लाज मान्ने भनेको छैन, तर श्रमको मूल्यको कुरा यहाँ उठाउँछ। श्रमको मूल्य जुन दिन हुन्छ त्यो दिन हरेक नेपाली नागरिक श्रमिक नै हो। आज पनि श्रमिक हो, हिजो पनि श्रमिक हो र आउने दिनमा पनि श्रमिक नै भइरहनेछौँ। तर श्रमजीवी हुन्छौँ, तर श्रमको मूल्य त हुनु पर्यो होला नि। बुझ्नुभयो? भन्न खोजेको कुरा यो हो। अब धरानको कुरा मैले गरेँ, तर नेपालभरि कहिलेका हेरौँ बजार व्यवस्थापन, हाम्रो कृषकहरू उपभोक्ता, तर हाम्रो घोषणा पत्रको विषयमा आज यहाँ भनेर साध्य छैन। यहाँ धेरै कुराहरू भन्नुपर्ने हुन्छ, पछि भनौला। घोषणा पत्रमा कृषिको विषयमा हामीले चाहिँ धेरै कुराहरू त्यहाँ उल्लेख गरेका छौँ। एउटा कुरा, हामी कृषकहरू उपभोग्य वस्तुहरू हामी चाहिँ उत्पादन गर्छौँ। अब तर त्यो वस्तु जब बजारमा जान्छ, बजारमा के हाम्रो सहुलियत रूपमा बजारमा जान पाएको छ त? के हामीले मल बिउ बिजन के हामीले सहुलियत रूपमा पाएका छौँ त राज्यबाट? के कृषकहरूको के यहाँनिर चाहिँ लगानी सुरक्षित छ त? छ कि छैन? हो, यदि छैन भने कसलाई चाहिँ कृषि गर्नु मन पर्छ? जबरजस्ती कृषि गर भन्ने अनि पेटमा चाहिँ अन्न पानी कहाँबाट हाल्ने? त्यसकारणले परदेशिनु परेको हो कृषकहरू पनि। यहाँ श्रम गर्न लजाएर हो कृषकहरू? के किसानीहरू लजाएर हामी परदेशिएका हौं त? होइनौ। त्यसकारणले गर्दा फेरि पनि भन्यौ, एउटा राम्रो व्यवस्था चाहिन्छ। व्यवस्था राम्रो हुनुपर्छ र त्यसको लागि एउटा इमानदार राजनीतिज्ञको जन्म हुनुपर्छ। र त्यसरी हामी इमानदार भएर अगाडि बढ्यौं भने, भ्रष्टाचारलाई निर्मूलीकरण गर्यौं भने यहाँनिर सबैको श्रमको मूल्य हुनेछ र विदेशिनु पर्ने स्थिति रहँदैन भन्ने कुराको म यहाँ हजुरलाई जानकारी गराउँ। बजार व्यवस्थापन भएको भए, राम्रोसँगको सिस्टम भएको भए, सबै युवाहरू कोरोनाको दिन याद गर्नुहोस् त,
आज हामीले कोरोना बिर्स्यौँ होला। कोरोना कालमा हर एक धरानमा यस्तो लाग्छ कोरोनाको बेलामा त करेसाबारी त्यहाँ अलिकति आँगन हुन्थ्यो फुलबारी अगाडि घरको अगाडि धरानमा, त्यो कोरोनाको बेलामा त करेसाबारी थियो, करेसाबारी। अब कुन चाहिँ मान्छेले कृषि गर्दैन थियो होला त त्यो बेलामा? बाध्यता पर्दा गर्छ, तर मूल्य हुनुपर्छ, मूल्य। बुझ्नुभयो? त्यो श्रमको मूल्य जहाँ हुन्छ त्यो देशमा त्यो देश जहिले उन्नति हुन्छ। बुझ्नुभयो? श्रमको विरोध गरेको होइन, तर श्रमको मूल्यको कुरा राष्ट्रिय परिवर्तन पार्टीले उठाएको। यस्तो पवित्र विचार बोकेर जेनजी जनविद्रोह जुन भयो, यति पवित्र विचार बोकेर जेनजी जनविद्रोह हुँदै गर्दाखेरि कता कता लाग्छ आज त्यो जनविद्रोह भुल्दैछौँ कि, यसलाई कलङ्कित गर्ने काम गर्दैछौँ कि, अपमान गर्ने काम गर्दैछौँ कि भन्ने लाग्छ। कसैले भन्नुहुन्छ यो जेनजी अघि भने जस्तै मोबाइल खेलाउन नपाएर पाटङपुटुङ एउटा गुलेली खेलेको जस्तो बच्चाहरू उर्ल्यो करायो, तर होइन, त्यो बच्चाहरूभित्रको भावना यति शुद्ध र पवित्र थियो। आमा बाबा दाजुभाइ दिदीबहिनीहरू हो, त्यही शुद्ध पवित्र मन बोकेर त्यो जुन जनविद्रोह भयो त्यसैको रगतको आहालमा टेकेर यो बनेको पार्टीको नाम हो राष्ट्रिय परिवर्तन पार्टी। ताली त छैन। त्यही आहालमा टेकेर, त्यही रगतमा टेकेर बनेको पार्टीको नाम हो के हो? राष्ट्रिय परिवर्तन पार्टी। अब हेर्नुहोस्, एक जुगमा एक दिन एक पटक आउँछ, उथल पुथल उलट पुलट हेरफेर ल्याउँछ। एक जुगमा एक दिन एकचोटि आउँछ, उथल पुथल उलट पुलट हेरफेर ल्याउँछ। यो पटक पटक फेरि जनविद्रोह हुँदैन। याद गर्नुहोस् आमा बाबा दाजुभाइ दिदीबहिनीहरू, इतिहास हेरौँ, साक्षी छ। 2007 सालदेखि 17 साल, 17 देखि 36, 37, त्यसपछि 46, 47 को हाराहारी 10 वर्ष, त्यस पछाडि 52, त्यस पछाडि 62, 63 को आन्दोलन, त्यस पछाडि आउँदै गर्दाखेरि चाहिँ नि अब अहिले आउँदै गर्दा हेर्नुहोस् इतिहासले के भन्छ भने जहिले पनि एक दशकको हाराहारीमा आन्दोलन हुन्छ। अब यो जेनजी जनविद्रोह यो पनि एक जुगमा एकचोटि आएको हो, एक दिनमा आएको, उलट पुलट भएर इतिहास 24 घण्टामा इतिहास रचेको यो सरकार त्यसरी ढलेको सरकार थियो। अब पटक पटक यस्तो फेरि जनविद्रोह हुनु हुँदैन भनेर अब आन्दोलनको क्रम रोकिनुपर्छ। आन्दोलन अब यस्तो आन्दोलन रोकिनुपर्छ, मान्छेको नरसंहार रोकिनुपर्छ भनेर अब राष्ट्रिय परिवर्तन पार्टी अगाडि बढिरहेको छ। अमेरिकामा पनि यस्तै विद्रोह नभएको होइन, युरोपमा, रसियामा, चाइनामा नभएको होइन, तर त्यहाँ के भयो त? त्यहाँनिर यस्तो छ हेर्नुहोस्, अमेरिकामा पनि हिजोका शहीदहरू जो थिए उनीहरूलाई उहाँहरूको आत्मसम्मानमा उहाँहरूलाई ध्यानमा राखेर संविधान बनाइन्छ। संविधान बनाउँदा जहिले पनि शहीद र त्यहाँ घाइतेहरूलाई सोचेर संविधान बनाइन्छ र नै अमेरिकाको संविधान त्यसरी बनाइयो र आज अमेरिका बन्दैछ। रसियाको संविधान पनि त्यसरी बनाइयो, त्यहाँनिर चाहे कम्युनिस्ट नै किन नहोस्, तर उहाँहरूले पनि रसियाको लागि जसले आहुति दिए ती शहीदहरूलाई सम्झेर, ती घाइतेहरूलाई सम्झेर संविधान कोरे र त्यो संविधान कोरेर उहाँहरूले रसियालाई त्यसरी अगाडि बढाए। चाइनाले पनि त्यसरी नै अगाडि बढायो, अन्य अरू देशले त्यसरी अगाडि बढायो। तर नेपालमा चाहिँ शहीद र घाइतेहरूलाई बाहिर राखेर, शहीद र घाइतेहरूलाई अपमान गर्ने त्यो खालको चाहिँ शब्द प्रहार बाण गरेर उहाँहरूलाई बाहिर बाइकट गरेर बाइपास गरेर संविधान आफ्नो हितमा, व्यक्ति स्वार्थको हितमा, पार्टी स्वार्थको हितमा बनिँदैछ। त्यसकारणले गर्दा यो देश उभो नलागेको आदरणीय समुदाय, त्यसकारणले गर्दा जहिले पनि राष्ट्रिय परिवर्तन पार्टीले जहिले पनि शहीद र घाइतेहरूलाई नै अगाडि सारेर, अझ भन्नुहुन्छ भने स्वयं नेतृत्वमा नै हाम्रो जेनजी विद्रोहको क्रममा अपाङ्ग वा घाइते हुनुभएका हाम्रा राजेश पौडेलज्यू स्वयं अध्यक्षज्यू जो हुनुहुन्छ उहाँलाई हामीले अगाडि सारेर अगाडि आइरहेका छौँ आदरणीय समुदाय। किनभने अबको दिनमा यो त्रुटि नहोस्, शहीद र घाइतेलाई पर राखेर संविधान कोरिनु जेनजीहरूको वा भावी पुस्ताहरूमाथि गरिने उपहास हुन्छ। त्यसकारणले गर्दा हामीले जहिले पनि शहीद र घाइते परिवारलाई अगाडि सारेको छौँ र हाम्रो साथ समर्थन उहाँहरूलाई छ। अब अन्ततिर यो भनौँ, त्यसकारणले गर्दा आदरणीय समुदाय, सतीले सरापेको देश भन्ने यो गर्छ। यो देशलाई के भन्छ अरे हजुर? सतीले सरापेको देश। तर होइन, म भन्छु सतीले सरापेको देश होइन, यो त शहीदले सरापेको देश हो। सतीले सरापेको देश होइन नेपाल,
शहीदले सरापेको देश भयो नेपाल। अब चाहिँ शहीद र घाइतेहरूको आँसु नलागोस् हाम्रो देशमा, कसैको पनि कुदृष्टि नलागोस् यो देशमा। त्यसकारणले अब यो हाम्रो अन्तिम मौका हो, यो अन्तिम लडाई हो। यो पालिको आउने दिनहरूमा हजुरले आफ्नो विवेक स्वविवेक प्रयोग गरेर सुन्द मसुन्दहरू आउन सक्छ, गाउँघरमा नाना भातीका मान्छेहरू आउन सक्छ, फकाइ फुलाइ गर्न सक्छ, मिठा मिठा भाषण त जसले पनि गर्न सक्छ, तर विवेक पुर्याउनु पर्छ। हामी आम नेपालीले कतै फेरि जेन्जीको विद्रोह जस्तो तपाईँ हाम्रै नाता नातिनाले अर्को जनविद्रोह गर्नु नपरोस्। त्यस्तो भयो भने के मजा भयो र? विवेक पुर्याउँ र अबको दिनमा शहीद र घाइतेहरूलाई जसले नेतृत्व मानेर अगाडि बढेको छ हो त्यो पार्टीलाई हामीले अगाडि सारेर जिताएर अगाडि बढाउनु पर्छ भन्ने हेतुले पनि आज यहाँ उपस्थित भएका छौँ आदरणीय समुदाय। अब अन्तमा एउटा राजनीतिक संस्कारको कुरा गरेर यहाँबाट बिदा हुन चाहन्छु। हाम्रो देशमा आजसम्म राजनीतिक संस्कार कस्तो भयो थाहा छ? कहिलेकाहीँ लाग्छ, म पहिला पनि सुन्थे हाम्रा नेतृत्वगणहरूको, खाली एउटा नेताले अर्को नेतालाई दोषेको मात्रै सुन्थे। महान महान कलिएका नेताहरू एउटा पार्टीले अर्को पार्टीलाई दोषेको। यदि म काङ्ग्रेसी हो भने म एमालेलाई दोष्ने, यदि म एमाले हो भने म चाहिँ अन्यहरू माओवादीलाई दोष्ने, यदि म माओवादी हो भने म चाहिँ होइन अब चाहिँ भनौँ राष्ट्रपालाई दोष्ने, राष्ट्रपा हो भने श्रम संस्कृतिलाई दोष्ने, श्रम संस्कृति हो भने उज्यालो नेपाललाई दोष्ने। खाली अर्कालाई दोष्यो आफू राम्रो हुने। यो राजनीतिक संस्कार अब अन्त्य हुनुपर्छ भन्ने कुरा राष्ट्रिय परिवर्तन पार्टीले गर्छ। यसको घोषणा पत्रमा तपाईहरूले पढ्न सक्नुहुन्छ। यहाँनिर घोषणा पत्र, राष्ट्रिय परिवर्तन पार्टीको घोषणा पत्रमा निषेधको राजनीति छैन। हामी सबैलाई सम्मान गर्छौँ। अघि मैले सुरुमै भने 2007 सालमा काङ्ग्रेसले दिनुभएको बलिदान त्यो हाम्रो लागि सिरो पर्छ। त्यो बेलाका काङ्ग्रेसीहरूले दिनुभएको आन्दोलनमा बगाउनु भएको रगतले यो देश मुक्त भएको त्यो बेलाको निरङ्कुशताबाट त्यो हामी सराहनीय छ। एमाले पनि बगाउनु भएका ती रगतहरूलाई हामी भुल्दैनौँ। हाम्रा माओवादीले पनि बगाउनु भएका ती रगतहरूलाई हामी उपहास गर्दैनौँ। हामी सबैलाई सम्मान गर्छौँ। अहिले हाम्रो उज्यालो नेपाल छ, श्रम संस्कृति पार्टी छ, अन्यहरू राष्ट्रपा छ, एबीसीडी सबै पार्टीहरू जो जो छन् हामी सबैलाई सम्मान गर्छौँ। अबको समय एकले अर्कालाई दोषेर होइन, एकले अर्कालाई चाहिँ अर्जुन बाण हानेर होइन, एउटा ठाउँमा आउनुपर्छ अनि टेबल टक गरेर सबैजना एक ठाउँमा आएर राम्रोसँगले देश हितको कुरा किन नगर्ने? किन मञ्चबाट खालि एकले अर्कालाई दोषारोपण गर्ने? बरु एउटा टेबलमा आऊ, चिया गफ गरौँ र यो देश कसरी बनाउने सम्पूर्ण पार्टी एक ठाउँमा आएर उभिने बेला आएको छ। अब निषेधको राजनीति होइन, अब समझदारी, सद्भाव र एउटा चाहिँ सहमतिको राजनीतिको अब युग सुरु गर्नको लागि राष्ट्रिय परिवर्तन पार्टी आएको छ। आदरणीय समुदाय, एउटा